दर्शकबिन अहिले मध्यरातिमा सुँगुरको खोरमा हेर्न गएको एकछिन त मनै आत्तिएर झसङ्ग भए मुटु नै झस्क्यो। हेरेको त सुँगुर त यस्तो अवस्थामा लथालिङ्गै अनि यस्तो देखेर मलाई भिडियो गर्न मन लागेर फेरि आएर भिडियो गरेको। राति त सुँगुर हेर्नु न यस्तो अवस्थामा भइरहेको हुँदो रहेछ। मुटु नै झस्क्यो पहिला त, तर यिनीहरू चाहिँ अब बेलुका राति चाहिँ अब यिनीहरूको अवस्था यस्तो हुँदो रहेछ। अब यो सुतेको हो कि आराम गरेको हो, यो सायद निदाएको नै होला। अहिलेसम्म केही म आएर यताउता गरिसकेँ, थाहा पत्ता केही छैन यिनीहरूलाई। सुनेको थिएँ बुढापाकाले भनेको कुरा, सुँगुर सुताई भन्ने एउटा प्रचलनमा भन्ने गर्थ्यो, कहिलेकाहीँ गाली गर्ने गर्थ्यो, हामीलाई सुनाउने गर्थ्यो। सायद यही रहेछ कि क्या र। म आएर यहाँनिर निकै बेरसम्म यताउता हेरिसकेँ, सबैतिर हेरिसकेँ, सबै सुँगुर चाहिँ अवस्था यही छ। हल्ला खल्ला गर्दा पनि यिनीहरू उठ्नेवाला छैन, यसरी सुत्दो रहेछ। सुरुमा निकै आत्तिए, तैपनि बिस्तारो बिस्तारो छेउमा गएर हेरेको त हल्लिँदै रहेछ, हाँस पनि उठ्यो। दर्शकबिन अनि यसलाई चाहिँ भिडियो गर्न मन लागेर मैले भिडियो गरेँ र यहाँहरू समक्ष सम्प्रेषण गरेको छु, देखाएको छु। राति चाहिँ यसरी यिनीहरू सुत्दो रहेछ कति आनन्दले। त्यही भएर सुँगुरको चाहिँ बढी मात्रामा त्यो अब मासु लाग्ने चाहिँ छिटो छिटो मासु लाग्ने गर्दो रहेछ। यही कारणले चाहिँ सुतेर आराम गरेपछि, खाएर आराम गरेपछि चाहिँ निकै नै यिनीहरूलाई मासु लाग्ने गर्दो रहेछ कि क्या र। यस्तो आरामले सुतेको छ, घरिघरि कुनै चाहिँ हल्लिँदैछ। कोही कोहीले चाहिँ थाहा पाउन खोज्दो रहेछ। नआएर यो अर्को खोरमा पनि अवस्था यस्तै छ। जुनैमा हेऱ्यो त्यसैमा एकदम मस्तसँग हामी जसरी आधा रातमा निदाउँछौँ त्यसरी नै अहिले पनि आधा रात भइसकेको छ, 11 बज्न लागिसकेको छ। यस्तो अवस्थामा चाहिँ यिनीहरूले छुँदा पल्टाउँदा पनि थाहा नपाउँदो रहेछ। मैले यहाँ आएर यत्रो बोलिसकेँ, यत्रो हल्ला गरिसकेँ, तैपनि यिनीहरू उठ्नेवाला छैन। ल हेर्नुहोस्, ल यो दुईटै खोरमा यस्तो आनन्द सुतिरहेछ। चार 5 मिनट भइसक्यो म यहाँनिर चाहिँ आएर भिडियो गरेको। अघि आएर हेरेँ, एकचोटि हेरेँ, त्यस पछाडि गएर फेरि आएर भिडियो गरेको, तैपनि थाहा पाएको छैन। हेर्नु, सुताइ चाहिँ खतरा हुँदो रहेछ। सुँगुर सुताइ भन्थ्यो, हुने रहेछ। हेर्नुहोस्, अरूतिर पनि अवस्था यस्तै छ। सबै सुँगुरहरू एकैसाथ एकदम मस्तसँगले सुतेका छन्। दर्शकबिन, हाम्रो भिडियो कस्तो लाग्छ यहाँहरूलाई कृपया कमेन्ट गरिदिनु होला र सपोर्टको लागि सब्सक्राइब पनि गरिदिनु होला। साथै यहाँहरूको सुँगुर पालन व्यवसाय कस्तो अवस्था छ कृपया कमेन्टमा बताइदिनु होला। धन्यवाद।